हजुर, आज पनि हामी तपाईहरुको माझमा तपाईले लेखेका तिनै भावनामुक्त गजल शायरी गीत वाचन गर्नको लागि उपस्थित भएका छौं। तपाईहरुसँग आज पनि हामीलाई थुप्रै साथीहरूले गीत गजल भावनामुक्तकहरू पठाउनु भएको छ। म उहाँका गीत मुक्तक भावनाहरूलाई चाहिँ पालै पालो वाचन गरिरहेको छु। सबैजनाले सुनेर साहस पुर्दिनु होला, लाइक शेयर कमेन्ट गर्दै गर्नुहोला। मन परेछ भने तपाईहरुले लाइक शेयर कमेन्ट गरेर एकदमै साहस पुर्दिन सक्नुहुनेछ। मैले यो जानकारी गरे सबै साथीहरूलाई र धेरै माया छ, सम्झना छ। यो चिसो मौसमको न्यानो अभिवादन गर्दै आज पनि हामीलाई थुप्रै गीत गजलहरू प्राप्त भएका छन्। म वाचन गरिरहेको छु, सबैजनाले सुनेर साथ सपोर्ट दिनुहोला। यति बेला मेरो हातमा छ अर्को एउटा नवीनतम श्रृङ्खला छ। आज चाहिँ उहाँले गीत लेखेर पठाउनु भएको छ। उहाँको गीत चाहिँ लेखेर पठाउनु भएको छ साथीले। म उहाँको गीततर्फ लाग्छु। नमस्ते दाजु, म दिनेश भण्डारी कमल बजार 10 घोडासैनबाट हाल इन्डियातिर छु है। देउडा गीत पठाएको छु, पढिदिनु होला भन्नुभएको छ। म उहाँको देउडा गीतलाई लिन्छु। यति बेला उहाँले यसरी लेख्नु भएको छ। डाँफे चरी हिमालयमा कोइली जन बन, माया छ हृदय भरि टाढा भयापन, माया छ हृदय भरि टाढा भयापन। मलाई सम्झी रानी बन कोइली गाउँछन् कि, डाँडा काँडा खेत गडा सम्झना आउँछन् कि, डाँडा काँडा खेत गडा सम्झना आउँछन् कि। हजुर, गीत पढिदिया सर भनिकन लेखेका छन्। देखे हामीले गीत तपाईको वाचन गरिसकेका छौँ। हजुरको आवाजबाट वाचन गरेको मलाई हालिदिनु होला है पनि भन्नुभएको छ। पक्कै पनि हामी अपलोड गर्नेछौँ। हजुरले हेर्नुहोला, सुन्नुहोला र सकिन्छ भने डाउनलोड पनि गर्न सक्नुहुनेछ। म तपाईँलाई पर्सनलमा पनि पठाइदिनेछु। धेरै धेरै धन्यवाद छ दिनेशजी तपाईँलाई। आगामी बसाइमा पनि यस्तै लेखेर पठाउँदै गर्नुहोला। माया चाहिँ नमार्नुहोला। आजको बसाइबाट छुट्टिनुपर्छ। नमस्कार।